त्यो सर्भिसहरु दिन अर्को कुरा अझै पनि यो अफर चाहिँ छ कि छैन त साथीहरुलाई? यसो हामीलाई साथीहरुले दिन कमाएर चाहिँ केही सामान पठाउनु पर्यो कार्गो भन्दा कार्गोको सुविधा पनि छ। नवीकरण गर्नको निमित्त पनि कतिपय साथीले त्यो अनलाइन फर्म पनि भर्न जानुहुन्न, त्यो अनलाइन फर्म पनि हामी भरिदिएर विगतको दिन त दूतावाससँग समन्वय गरेर हामीले जम्मा 25 रियालमा फर्म भर्दिने अनि दूतावासबाट बथा हिमालय टुर एन्ड ट्राभल्स र हिमालय टुर एन्ड ट्राभल्स चाहिँ कि दूतावाससम्म आउने जाने गाडीको निःशुल्क व्यवस्था पनि गरेका थियौँ। बन्द थियो। 5 वर्षपछि अक्टोबर 17 एक दिनलाई दूतावासले सूचना जारी गरेर चाहिँ हामी चाहिँ पासपोर्ट नवीकरणको लागि पासपोर्ट वितरणको लागि खुल्ला छ भनेपछि त्यो दिनको लागि पनि होटल स्पुन कर्न थकाली रेस्टुरेन्ट र हिमालय टुर एन्ड ट्राभल्सबाट हामीले गाडीको व्यवस्था गरेका थियौँ। अब यो नेपालीहरूको के हुन्छ भन्दाखेरि सर यो फ्राइडे मात्रै छुट्टी मिल्ने, कसैको पासपोर्ट सकिने समस्याहरू हुन्छ, टाढा टाढाको पनि हुनुहुन्छ, त्यसको लागि महिनामा एकचोटि दुईचोटि शुक्रबार पासपोर्टको लागि मात्रै खुलाइदिँदा पनि राम्रो हुँदैन र? सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत छ लाल इन्टरटेनमेन्टको यो विशेष प्रस्तुतिमा। आज पनि हामीले गतिविधिहरू लिएर आएका छौँ र तपाईँलाई हाम्रो यो प्रस्तुति मन पर्यो भने पक्कै पनि हाम्रो भिडियो सेयर गर्न नबिर्सिनुहोला र यदि सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। हामीसँग हिमालय ट्राभल एन्ड टुरिज्मका सञ्चालक पनि हुनुहुन्छ, उहाँ दीपक रेग्मीलाई हामी स्वागत गर्न चाहन्छौँ। नमस्कार सर। नमस्ते भाइ। के छ, आराम हुनुहुन्छ? एकदम ठिक छ हजुर, भन्नुहोस्। व्यापार व्यवसाय कस्तो चलिरहेछ नि? यहाँहरूको माया, नेपाली साथीभाइहरूको सबैको सद्भाव मायाले गर्दा अहिलेसम्म हिमालय टुर एन्ड ट्राभल्स एकदम फिट एन्ड फाइनसँग चलिरहेको कुरा चाहिँ यहाँकै मिडिया मार्फत जानकारी गराउन चाहन्छु। हामीले यो सुचारू गरेको लगभग 4 पुरा भएर 5औं वर्षमा हामी चलिरहेका छौँ। हिमालय टुर ट्राभल्स सुरुका दिनदेखि अहिलेका दिनसम्म आउँदा सबै नेपाली दाजुभाइहरूले अथवा गैर नेपाली दाजुभाइले पनि माया गरेर हामीलाई टिकटिङ, कार्गो, अनलाइन फर्म लगायतका सुविधाहरू दिनुलाई अनि श्रम समेत हामीले गर्ने भएको हुँदा हामीलाई सबैको माया सद्भावको कारणले अहिले खुलेको दिनदेखि अहिलेसम्म निकै राम्रो भएको र सफल भएको अनुभूति भएको चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु। होइन, यहाँ त नि मैले यसो सुन्दाखेरि बाहिर हेर्दाखेरि चाहिँ के हुँदो रहेछ भनेपछि चाहिँ ट्राभल एन्ड टुरिज्म भन्ने बित्तिकै टिकट काट्ने, घर जाने मात्रै सुने। तपाईँले त धेरै कुरा भन्नुभयो नि त यहाँ त। होइन, हामी कमसेकम अब ट्राभल एन्ड टुरिज्म मात्रै टुर एन्ड ट्राभल मात्रै नभन्नाले के भने टिकट मात्रै काट्न नभइकन नेपालीलाई जति पनि जस्तो नेपालीले चाहिँ कमाएर चाहिँ केही सामान पठाउनु पर्यो कार्गो भन्दा कार्गोको सुविधा पनि छ। घर जाने टिकटको त त्यसै भइहाल्यो। तर अनि कतिपय साथीहरूलाई यहाँ राहदानी सकिएर राहदानी नवीकरण गर्नको निमित्त पनि कतिपय साथीले त्यो अनलाइन फर्म पनि भर्न जानुहुन्न, त्यो अनलाइन फर्म पनि हामी भरिदिएर विगतको दिन त दूतावाससँग समन्वय गरेर हामीले जम्मा 25 रियालमा फर्म भरिदिने अनि दूतावासबाट बथा हिमालय टुर एन्ड ट्राभल्स र हिमालय टुर एन्ड ट्राभल्स चाहिँ कि दूतावाससम्म आउने जाने गाडीको निःशुल्क व्यवस्था पनि गरेका थियौँ। तर त्यो चाहिँ हिजोको दिनमा चापाचाप 22, 23, 24मा थियो भने यो 25 लागिसकेपछि चाहिँ 2025 लागिसकेपछि यो पासपोर्टको अहिले चाप छैन। दिनमा 1 जना, 2 जना, 3 जना अथवा यानि कि बिलो 10 मुनि आउनु भएको हुँदा त्यो सर्भिसहरु दिन। अर्को कुरा अझै पनि यो अफर चाहिँ छ कि छैन त साथीहरूलाई? यसो हामीलाई साथीहरूले दिनमै 5 जना 6 जना आएर चाहिँ हामी एमबिसी जान चाहन्छौँ भने यो सुविधा छ। तर साथीहरू नै आउनु अहिले त एकदम चाप घट्यो। जुन 2022, 23, 2024सम्म 3 वर्ष निकै राम्रो चाप थियो र हामीले पनि दूतावाससँग समन्वय गरेरै हामीले आउन जानको गाडी भाडा निःशुल्क र फर्म भरेको मात्र 25 रियाल दिन लिएर सेवा सुविधा दिएकै हो। तर अहिले त्यो चाप छैन। तर सर एउटा कुरा नि, यो एउटा पासपोर्ट बनाए त फेरि 10 वर्ष टिकिहाल्छ, फेरि आइरहने कुरो पनि त भएन। त्यो पनि त्यही भएर होइन, हामी त सेवा गर्न त तयार छौँ। इभन अस्ति गत अक्टोबर 17 पनि दूतावासले शुक्रबारको दिनमा राजधानी नवीकरण गर्नलाई रियाद वरपर रहनुभएको नेपाली श्रमिकहरूलाई असुविधा भयो। शुक्रबार पनि दूतावास खोलेको यो 5 वर्षमा पहिलोचोटि रेकर्ड हो। 5 वर्ष पहिला एकताका कहिलेकाहीँ शुक्रबार शनिबार खोल्ने गरेको थियो, फेरि बन्द थियो। 5 वर्षपछि अक्टोबर 17 एक दिनलाई दूतावासले सूचना जारी गरेर चाहिँ हामी चाहिँ पासपोर्ट नवीकरणको लागि पासपोर्ट वितरणको लागि खुल्ला छ भनेपछि त्यो दिनको लागि पनि
होटल स्पुन कर्न थकाली रेस्टुरेन्ट र हिमालय टुर एन्ड ट्राभल्सबाट हामीले गाडीको व्यवस्था गरेका थियौँ। हामी यो सेवा सुविधा चाहिँ रोकेको चाहिँ छैनौँ, तर सेवा गरेर आउनुभयो भने यो सेवा निरन्तर रहनेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। अब यो नेपालीहरूको के हुन्छ भन्दाखेरि सर यो फ्राइडे मात्रै छुट्टी मिल्ने, कसैको पासपोर्ट सकिने समस्याहरू हुन्छ, टाढा टाढाको पनि हुनुहुन्छ, त्यसको लागि महिनामा एकचोटि दुईचोटि शुक्रबार पासपोर्टको लागि मात्रै खुलाइदिँदा पनि राम्रो हुँदैन र? हो सर, तपाईँहरूले भनेको जस्तै गरेर हामीले पनि दूतावाससँग निकै समन्वय गरेर अहिलेको महामहिम डाक्टर नरेश विक्रम ढकालज्यू लगायत इन्टायर टिमले त्यो हाम्रो अनुरोधलाई सुनेर उहाँहरूले शुक्रबारको दिनमा पनि दूतावास खोल्नु भएकै हो। अझ पनि त्यस्तै हाम्रो सेवाग्राही साथीहरूको चाप बढ्यो अथवा त्यस्तो चाहिँ सेवा लिन चाहिँ पाइएन, अरू दिन शुक्रबारै खोलिदिनुपर्छ भन्ने खालको जनदबावहरू आयो भने हामी नितान्त त्यो जनदबावलाई दूतावाससँग पुर्याएर समन्वय गरेर फेरि कुनै शुक्रबार चाहिँ यो सेवा सुचारू गर्ने कुरामा पनि म दूतावाससँग समन्वय गर्नेछु भन्ने कुरा यहाँ जानकारी गराउन चाहन्छु। एकदमै धेरै धेरै धन्यवाद। तपाईँ आफ्नो व्यवसायलाई लिएर, राजनीतिक क्षेत्रदेखि लिएर हरेक कुरामा तपाईँ सफल पनि हुनुहुन्छ, हामी सबैले जानकारी छ सबैलाई। तपाईँले व्यस्त समय थोरै मिलाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। बाँकी कुरा अरू भिडियोमा गर्दै गरौँला, भेट्दै गरौँला। हस्त, नमस्कार। नमस्कार, धन्यवाद। ल तपाईँहरूलाई पनि तपाईँहरूको यो च्यानल मार्फत मेरो दुईवटा कुरा राख्न दिनुभएकोमा तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। अब केही छिनपछि फेरि हाम्रो हिमालय टुर एन्ड ट्राभलका म्यानेजर कमल साई निर्भरसँग तपाईँ केही कुराहरू भलाकुसारी गर्नुहोला। पक्कै पनि। धन्यवाद, नमस्ते, नमस्कार।